नमस्ते म सञ्जीव राई फेरि पनि स्वागत छ तपाईहरुलाई हाम्रो यस युट्युब च्यानलमा आज पनि न्यू ब्लगको साथ उपस्थित भइसकेको छु साथीहरु। आज चाहिँ भने म यहाँ माथि हाम्रो विजय भतिजको सुकुर काट्ने निर्णय गरेको छ अनि काट्न जाँदै छु। के कस्तो रहन्छ हाम्रो भिडियो हेर्दै गर्नु होला। अनि हामीलाई हाम्रो घरमा चाहिँ मम्मीहरु पनि आउनु भएको छ साथीहरु जिनालाई भेट्नलाई। जिना अनि हाम्रो नयाँ बच्चो हेर्नलाई आउनु भएको छ अनि म चाहिँ अब हतार छ अहिलेलाई चाहिँ जाँदैछु। घरतिर मम्मीहरुसँग भेटेर गफहरू गरेर देखाउने छु कस्तो रहन्छ हेर्दै गर्नलाई त। किन भात नखानु? भात खानुपर्छ नि दिदी। इनर्जी न चाहिँ बाटो लाग्यो साथीहरु। सुँगुर काट्नलाई Kalau Bijay आउँदैन त मान्छे नि भन्दैन साइला दाइ आएन के हो साइला दाइलाई बोलाएको थिएँ मैले आउँछ होला हुन्छ हामी बनाऊ हामी चाहिँ सुँगुर मार्ने ठाउँमा बिसाइ साथीहरु चोचे भित्रको पल्ला चाहिँ धोएर ल्याऊ एकपट्टि यो काँक्रा किन मरेको यतिकी पनि यो त असस्तिर मात्रै मर्नु पर्छ देखिन्छ नि अब त्यो भाटा फेरि राख्नु भने चाहिँ पुष्ट हुन्छ अनि तपाईको सुँगुर अस्ति हामीलाई चाहिँ दिनु भएन त्यो दिनु हुन्छ खै घरकै मान्छेले त या यो उके मिलन दाइ यसो टाइलको मलाई एउटा घर बनाउनु मन थियो त्यसैलाई थुप्रो छ सुँगुर त यता पनि सुँगुर काटेर लगिसकेको छ नि सबै बडा छुटाएको छ हौ घरमा सुँगुर राखेको पो सनाइ आउन सुँगुर काट्नु नि के गरिराखेको छिटाउने मान्छे नभएर म डिजल लिएर आउँछु ल हुन्छ तीनजनाले बनाउने हामी बनाउने भ्याइन्छ तर यति दिन दिनु कहाँसम्म भेटेछ यो खुकुरी के हो यो कलमको हो नि होइन यसो राजा पातले छ त भनौँ जस्तो कत्रो कत्रो छ धुलो स्प्रिङ त मसिनो छ मिसिनको पत्तीको खै के हो बन्द गरेले हो त्यसो भने गरिलेको बनाइ ल्याइदिएको पत्तीको त हैन ल पत्तीको हो दाजुले एउटा चला भन्दै गएको गिटर यतापट्टि छ एकजना ओए दुईजना चाहिँ अगाडि अगाडि सकिँदैन अगाडि पछि ल्याऊ लैजाउँ त्यो घरै बस्न आउँछु पर जाऊ राम्रो लाग्यो के गरास के बासिने छ अरे केटाहरु 25 केजीको सुँगुर पनि यार बोक्न सक्दैन 25 त 25 यो त 50 केजी छ यार छैन लौ कसम केटाहरुले ल ठेकिन 100 केजी आई दाउरा निकाल्नु आछिमे दुईटा लिमुनी भाउजू नाइको दाउरा पनि ल्याउनु पर्छ ल पाइप दारामा जाने पाइप बन्द गरोस् कि बनाओस् हुँदैन त्यसो त आएर भन्नु है मान्छे मैले भन्नु भने रुबी भाइकोमा जाने ढोक्टो लगेर दाजु ल म जान्छु नि त के त भन्ने पनि जानुपर्छ मान्छेले हैन बोल्नु पनि जान्नुपर्छ हैन सम्पूर्ण कुरोमा कसरी बोल्नुपर्छ भन्ने कुरो मसँग चाहिँ के छैन त पिस जोड्यो होला हैन मान्छेले पिसहरु जोड्यो बेकनी उसँग के त तेरे हर केसँग
हरिकेश आचार्य घुम्यौ अस्तिको दिन भेट आयो जाउले पुरामा फलप खाइहाल्छु नि सिपायो जाउले पुरामा फलप खाउँछु कलामा त स्पर्श काटेको आराले मैले एकै वर्षमा त भेट आफ्नो भविष्यको कर्णधार हो तिमी भनेको कुरा सकिएको मान्छे हो अस्ति बुढोले यता एउटा पाइप चाहिँदो रहेछ हौ बेसेर हालेको गर न राम्रो हुन्छ अलि उठो हैन गाग्रीमा थापेर ए ता छ कन्छ बाउ कोही दे है म हड्डी काट्दिन आयो बडा हाल त तपाईँ नजान्ने मान्छे हो हल्ला नगरी काम गर न गर्छ भने नत्र गइहाल्छ तँले जा भने म जाने मान्छे हो तपाईँ सबै जान्छ होला कुटेर त फेरि अनि चाहिँ मऱ्यो भने म कसैले खाँदै लडेर मरेछ मान्छेको राक्सी खाँदै कुरो त्यस्तो हो बेसन आइजा सञ्जीव कान्छाकोमा खिचेको त कसकोमा पाउ लगेर गयो चुरेर साउन्ड गयो त अन्त जिमीले ए म त साउन्ड पनि काट्दिन खासै अञ्जले साउन्डै काट्नु लाग्छ दुईपट्टि काट्छ नबढ्ने त बढ्दैन पाउँदैन भनेको त्यही ठुलोले उचाल्नु सघायो यति त म मेरो त ओके लु को मिस्त्री मेरो खुकुरी चाहिँ कान्छाले कहाँ राखि मस्तमा चाहिँ जिन्दगी पाउने क्या जिन्दगी मान्छे म चाहिँ मासु अलिक मन पर्दैन म आसु जस्तो चिज म जस्तो हुन्छ त्यही त अनि बफाएर राखिदिनु भएको भाइ सो मङ्गहरूलाई आज त जान्न म त मोमो खाने अरे भन्दैछु ठिक हो केटो दिनभरि बालुवा हेर भने यार के त पर्नु कान्छाको बोक्कीले काटकाटी बिचला मुलाले ल उता लान्थ्यो सुनै जान्छ त यो बन्द बोलाउने त्यसलाई भयो कि घाँस धेरै पडा छिर्छ न होस् होस् काट्छ यो पो जोड्नुपर्छ है? 80 मेला त्यो त झिक्नुपर्छ कुन खालको यो हेर त यस्तो कसम थिएन हुँदैन हौ अहिलेसम्म नि साँच्चै कसम कलेज हो यो हेर्नु न नि यस्तो हुँदैन होइन सिर्फ तपाईँले पाउने भनेको मासु मात्रै हो मासु मात्रै हो पहिलेसम्म पुऱ्यायो जो त लाने होला नि खुकुरीको दापहरू त दुई चार लगिहालेछ हौ एकछिनमा जोया निकालिसक्छु ल 2 केजी भने चाहिँ राम्रो हुन्छ है कलेज हो त पनि जान्छ त हो त नि जान्छ त उनीहरू को लाने सक्दैन नि यहाँ उनीहरू को लाने नि के भयो के तेर भयो 1 केजीको भन्नु न पर लान आँटेको के तीन यो अवस्थामा थियो खाइ होइन तीन अरू खुट्ट चामचिया बर्नेचिया खाङ्न मात्रै गर्छ चिया भनेको तपाईँलाई सानो हुन्छ सिजनको भेज त ठिक गर्ने कसो भेस्ट खुल्लै ठिक रहेछ पनि असल त कति केजी हो जोडीको मध्ये 500 को जोडीले कति पुरबाट अलिक टाइट टाइट दिएछ 500 को जोडी हजारको तिनवटा कता छ उनीहरूलाई के थाहा हो कपडा किन्नु जान्नुपर्छ मिस्टर मोटु राई केटाहरू अब हो त्यस्तो ब्रान्डेड लाउँछ 2500 को कपडा एक दिनमा मोबिलले सख 1000 तिनवटा ल्याउने हो
1 महिना 10 दिन लाग्यो भने गाह्रो पर्छ मासु लगाउन तिम्रो त काम नगरे म बुढा मान्छे अराउँछौ सबै छुरी खाए त झन् राम्रो हुन्थ्यो नि त नलगा त उठाइ लान्छौ यहाँ मैले दिएको पनि हुन्छ नभन्दा यहाँ हड्डी छैन यहाँ अलिक कम छ त्यो पाटा लाग्नु छैन रहेछ नि त हुन्छ मासु खानसान लानु पऱ्यो म लास्ट टाइम लान्छु ल दुध हुन्छ ढोले पल्ले हल्ला लाने धेरै 96 को हतार अब ए जग्गा त काका पुग्नु थियो नि 10,000 किन यो यताको कि उताको त्यो बुक घुम्नु दिक्ल्यो आदि लाउ पुरा त लाउनु पर्छ पुसाइ आदि लाउ मलाई खाना चेप्नी र मन चेप्न न खाना ल्याउँ न चेप्नी उता के भन्नु के भन्नु थोरै ल्याइदिनु नि तेरो बाबुको गफ नसुने हुन्छ कि मसँग सुन्दा हुन्छ कसम गफ कसम हो भयो भयो घरको ढक्लो तेरो बाउ त अलिक जान भति तेरो बाउ त हिँड्दै बोल्दै बोल्दैन कसम बाउ देवकुमार बुढो दुस्ती हो अढिलको पो भन्थे ल म जान्छु ल हुन्छ ल ल ल मासु यति भन्दा पुग्दैन होला सँगसँगै खाने अर्डर भएर म राखिदिन्छु ल होस् न पुगेन भने ओके पदिनेको पिसा देवकुमार राई माने टोल गुफा डाँडा खोया बिर्के खायो नमाने त्यो नलेको बोल्नु जान्दैन कि दाइ पर गर भन्नु कि छोरा छोरा त्यस्तो को यो सबै हातमा त्यो ल्याउ पुरो लरी मजा पाए त माथि बसाउनु हेलो तपाईँलाई राम्रो यही खुकुरी सबै दोखेको होइन हेलो बराबरी बनाउनु उठायो मासु मैले चाहिँ टिपे ठिक छ ठिकै छ नानी यो खना मन्जिता उमेशलाई 2 केजी दाजु बुढो लैजाऊ कति प्लास्टिक लिएर त्यो जोखुम न अहिले चाहिँ फेरि ल्याउँछ अघि चाहिँ एउटा उठाइ लैजाऊ भन्दा नदिएन कस्तो अन्डा मान्छे हो म त अर्डने म त सटने मान्छे तपाईलाई यहाँ एक सिला जाऊ न काट्दै गर न एक सिला ओक्सिला अब यहाँ आधी दान बसालेको कति लाँदै गरेको कुनले अनि अनि दाइको देखाइ पनि डक्टरी नै रहेछ टोटल गन्डे लाग्दैन कति छ लास्टमा बुझिहालिन्छ नि जानु न लिएर आउनु 5 केजी छ साथीहरू हामीले चाहिँ मासु पनि लागिसक्यो अब घरतिर झर्न लागेको हेलो नमस्ते सम्पूर्ण दर्शक श्रोताहरूमा म चाहिँ काकाको भतिजो र आज चाहिँ हाम्रो सुँगुर काटेको थिएँ हाम्रो सुँगुर चाहिँ काट्नु भएको काकाले होइन अनि सुँगुर चाहिँ 28 केजी थिएछ 28 केजी यहीँ मार्नु भएको रहेछ है सुँगुर चाहिँ होइन हाम्रो घर चाहिँ यही हो है टक्कसँगले अनि म चाहिँ तल काकाहरूकोमा छु अहिले चाहिँ सघाउँदै बसेको काकाहरूकोमा काकी अलिक त्यस्तो हुनुहुन्छ अनि अहिले चाहिँ तल सघाउँदै गरेको यहाँ घाँस लिनु म चाहिँ आएको है काका चाहिँ तल्लो घरमा हुनुहुन्छ है हाम्रो मम्मी चाहिँ यता है सुँगुर काटेकोमा बधाई छ हजुरलाई ए अरू केही बोल्नु चाहनुहुन्छ जनताहरू बुझ्न चाहन्छन् यो सुँगुर कति केजी थियो केही बोल्न चाहनुहुन्छ सुँगुर कति केजी थियो र कति केजी चाहिँ उठ्यो होला त्यसो अनुमानमा हजुरलाई होइन भन्नुहोस् न यहाँ जनताहरू चाहँदैछन् कि कति केजी थियो कि कस्तो बलियो थियो भनेर भाडे कत्रो हुन्छ हो त्यस्तो थियो क्या होइन अझै भन्नुहोस् न अलिक यहाँ अलिकति समस्या परिरहेछ कि हजुरले कति हजारमा बेच्नुभयो सुँगुर काकाले सबै हिसाब गरेको छ ए भनेपछि त्यस्तो है हजुर कतिको खुसी हुनुहुन्छ कतिको एक्सर्साइज हुनुहुन्छ हजुर हल्का रमाइलो आमासँग गरिदिएको नि है हल्का आमासँग रमाइलो गरिदिएको
अब चाहिँ फर्किँदैछ साथीहरू म अनि मासु लिएर साथीहरूसँग छुटफुट गयो सबै हामी चाहिँ खासैको चाहिँ खिच्नु पनि पाइएन अब चाहिँ अनि लाग्दैछ आज चाहिँ धेरै समयपछि मौसम पनि एकदम राम्रो भइरहेको छ मासु चाहिँ मेरो एक बुरा रहेको छ साथीहरू बोक्न पनि खासै सकिरहेको छुइनँ पानी मार ओ सबै भिजेछ मम्मीले तँलाई के गरेको घर आएको साथीहरू जितुरा आए लुगा पनि धुनु पर्ने त साथी के हाँस्ने हाँसेर रुवा त माया गरेको त माया नगर्ने